प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला सिक्किममा मोदीले ढाका टोपी लगाएर सम्बोधन गरेपछि दर्शकबिन प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किममा गरेको सम्बोधन र गतिविधिले नेपालमा समेत व्यापक ध्यान खिचेको छ। भारतको सिक्किम राज्यको गान्तोक स्थित पाल्जोरा स्टेडियममा आयोजित राज्य स्थापनाको 50औं वार्षिक उत्सवमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विभिन्न विकास र परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका थिए। सो अवसरमा उनले नेपाली पहिचानसँग जोडिएको परम्परागत ढाका टोपी लगाएर सम्बोधन गरेपछि उक्त दृश्य सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चाको विषय बनेको छ। मोदीको यस्तो सांस्कृतिक पहिरन र शैलीले नेपालसँगको सांस्कृतिक सम्बन्धलाई झल्काएको भन्दै धेरै नेपालीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेष गरी ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा देखिनु नेपाल र भारत बीचको सांस्कृतिक नजिकपनको संकेतका रूपमा समेत हेरिएको छ। उक्त कार्यक्रममा उनले सिक्किमको विकासका लागि महत्त्वपूर्ण पूर्वाधार परियोजनाहरू घोषणा गर्दै क्षेत्रीय विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। यसैबीच प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको सम्भावित तयारीको चर्चा चलिरहेको समयमा मोदीको यो सक्रियता र सांस्कृतिक प्रस्तुति अझ बढी अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला गतिविधिहरूले नेपाल भारत सम्बन्धलाई अझ मजबुत बनाउने संकेत दिएको छ। सांस्कृतिक पहिचान र विकास योजनासँग जोडिएका यस्ता कार्यक्रमले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ। यता नेपाली समाजमा पनि प्रधानमन्त्री मोदीको ढाका टोपी लगाएको तस्बिर र सम्बोधनले सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको छ। धेरैले यसलाई सांस्कृतिक सम्मानको रूपमा व्याख्या गरेका छन्। यसरी भारत र नेपाल बीचको सम्बन्ध केवल राजनीतिक मात्र नभई सांस्कृतिक रूपमा पनि गहिरिँदै गएको संकेत देखिएको छ।